सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई कुटी कुटी लखट्यौ, अब समस्या पर्दा कसलाई गुहार्छौ रे? तिमीहरूको पोइहरूलाई गुहार्छौ। हामीले ट्याक्स तिरी तिरी तलब दिएर हाम्रो सुरक्षाका लागि खटाइएका प्रहरीहरू हुन्। ओहो हो, हजुरले त प्रहरीको तलबको लागि कर तिरिदिनु भएको रहेछ है। त्यही भएर त पुलिसको तलब त 1 लाख छ त। ओहो, पुलिसले तलब खाओस् भनेर डाइरेक्ट पुलिसकै तलबको लागि मात्रै कर तिरिदिएको हो। तपाईँले सेवा सुविधा लिनु भएको छैन? कि तपाईँले सेवा सुविधा लिनु भएको छैन? बाटो भन्दा के तपाईँको करबाट बनेको होइन? अनि गाउँको स्वास्थ्य चौकी भन्दा तपाईँको करबाट बनेको होइन? हामीलाई तलब दिनलाई हो तपाईँले कर तिर्या? एउटा कर तिर्नु नागरिकको दायित्व हो। त्यो कर तपाईँले पनि तिर्नुहुन्छ अनि म प्रहरीले पनि तिर्छु। म कुनै विदेशबाट आएको मान्छे पनि होइन। अर्को कुरा, न त म कुनै राजा महाराजाको छोरा नै हो कर नतिर्नलाई। मेरो बाउ बाजेले पनि कर तिर्दै आइरहनु भएको छ, मैले पनि कर तिर्छु। मैले हरेक उपभोग गर्ने सामानमा कर तिरिरहेको छु। मैले के विदेशबाट सामान मगाएर चलाउँछु? बोल्दा अलिकति सोचेर बोल्नुहोस्। हो, हाम्रो कर्तव्य हो, हामी देश र जनताको सेवा सुरक्षामा खटिएको हो, हामी गर्छौँ। तर कर तिरे मैले, यिनीहरूले गर्नुपर्छ भन्ने घमण्ड नगर्नुहोस्। तपाईँको कर हाम्रो लागि तिरेको होइन, हामीलाई तलब दिनलाई तपाईँले कर तिरेको होइन। बुझ्नुभयो नि? तपाईँहरूले हामीलाई तलब दिनलाई कर तिरेको भए अहिले हाम्रो तलब कति हुन्थ्यो होला? न्यून छ नि हाम्रो तलब त। एउटा लेबरको 7-8 घन्टा गरे बापत 1000 हुन्छ अहिले। हाम्रो छ 1000। 16 घन्टा मिनिमम 12 घन्टा गरेपछि 1000 पनि छैन। अनि के खान फुर्ती लाउनु पर्यो त कर तिरेर तलब खाएको छन् भनेर?